नमस्कार, म गीतकार भरत प्रसाद भट्ट। आज म रुद्राक्ष सम्बन्धी केही जानी बुझेका सुनेका र आफूले अनुभव गरेका कुराहरूलाई प्रस्तुत गर्न गइरहेको छु। रुद्राक्षको बारेमा शिव महापुराण र शिव संहिता तथा अन्य धर्मशास्त्रहरूमा पनि ग्रन्थहरूमा पनि उल्लेख गरिएको छ। रुद्राक्षलाई शिवजीको तेस्रो नेत्रबाट उत्पन्न भएको मानिन्छ। तेस्रो नेत्रबाट उत्पन्न भएको जब एउटा दैत्यलाई मार्नुको लागि भगवान शिवलाई मनमा भय र क्रोध आयो, त्यसपछि उनले तेस्रो आँखा खोले। तेस्रो आँखा खोल्दाखेरि तेस्रो आँखाबाट रुद्राक्षको रूप उत्पन्न भयो। कसैले रुद्राक्ष शिवजीको आँसुबाट उत्पन्न भएको भन्छन्, तर त्यस्तो होइन। वास्तवमा शिवजीले तेस्रो नेत्र खोल्दाखेरि रुद्राक्षको रुख उत्पन्न भएको हो। रुद्राक्ष विशेषतया एकमुखेदेखि लिएर 24-25 मुखेसम्म हुन्छ भन्छन्, तर अहिलेसम्म किटान गरेर कसैले पनि भन्न सकेको छैन। धर्मशास्त्रमा पनि फरक मतहरू पाइन्छन्। अब रुद्राक्षको सङ्ख्यातिर जाउँ। एकमुखी रुद्राक्ष साक्षात् शिवजी हुन्। दुईमुखे गौरीशङ्कर, तीनमुखे अग्नि, चारमुखे ब्रह्मा सरस्वती, पाँचमुखे कालाग्नि रुद्र देवता। कालाग्नि रुद्र देवताको मन्त्र यस प्रकार छ: ओम कालाग्नि रुद्र देवता भस्माङ्गी सर्वाङ्गी ईश्वरी फट स्वाहा ओम नमः शिवाय भनेर पाँचमुखे रुद्राक्ष धारण गर्नुपर्छ, घाँटीमा लगाउनु पर्छ। छमुखे कुमार कार्तिक हुन्। सातमुखे अनङ्ग कामदेवता लक्ष्मी स्वरूपा हुन्। सातमुखे आठमुखे गर्भवती बाबा गणेशजी हुन् र नौमुखे भगवती दुर्गा हुन्। 10 मुखे विष्णुजी हुन्। 11 मुखे एकादश रुद्र हुन्। 12 मुखे भगवान सूर्यदेव हुन्। 13 मुखे हनुमानजी हुन्। त्यसले प्रत्येक यसै अनुसार अरू रुद्राक्षको पनि आफ्ना देवताहरू छन्। रुद्राक्ष धारण गर्दाखेरि मन्त्र जप गरेर धारण गर्नुपर्छ। धारण गर्दाखेरि ओम नमः शिवाय भनेर मन्त्र जप गरेर बिहान शौच स्नान गरिसकेपछि नुहाएर सभा बस्न पहिरेर निकाल्नुपर्छ। र एकचोटि रुद्राक्ष लगाइसकेपछि त्यसलाई घाँटीबाट कहिले पनि निकाल्नु हुँदैन। म आज एकजना रुद्राक्ष कसरी बनाउने भनेर त्यसको बारेमा विवेचना गर्न गइरहेको छु। एकजना भएको रुद्राक्ष कसरी बनाउने भनेर त्यसको बारेमा के बताउन गइरहेको छु। सर्वप्रथम रुद्राक्षलाई जतिसुकै राशि हुन त राशि अनुसार रुद्राक्ष लाउनु भन्छन्, तर त्यो वास्तवमा त्यो त अलि मेल खाँदैन। त्यसो जति मुखे रुद्राक्ष लगाए पनि त्यसले हानि गर्दैन। सबभन्दा पहिला रुद्राक्षलाई शुद्ध जलले स्नान गर्नुपर्छ। पञ्चामी जलले पञ्चगव्यले स्नान गर्नुपर्छ। फेरि शुद्ध जलले स्नान गर्नुपर्छ। र रुद्राक्ष कालो डोरी अथवा सेतो डोरीमा बनाउनुपर्छ। कालो डोरीमा होइन, सेतो डोरी अथवा रातो डोरीमा बनाउनुपर्छ। रातो डोरी अथवा सेतो डोरी बनाउनुपर्छ। कालो डोरीमा बनायो भने रुद्राक्षको शक्ति लोप भएर जान्छ। रुद्राक्षलाई तयार पार्दाखेरि रुद्राक्षको मुखबाट पलाएर पुच्छरबाट निकाल्नुपर्छ। र रुद्राक्ष तयार भइसकेपछि त्यसलाई पूजा गरेर धुपबत्ती गरेर त्यसको प्राण सकिन्छ भने प्राण प्रतिष्ठा गर्नुपर्छ। ओम त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमिव बन्धनान् मृत्युर्मुक्षीयते मामृतात् प्राण प्रतिष्ठा गर्नुपर्छ। अनि कुन देवताको कति मुखे रुद्राक्षको देवता हो त्यसको मन्त्र गरेर अन्तिममा ओम नमः शिवाय भनेर धारण गर्नुपर्छ। सकेसम्म रुद्धिगढको जल अथवा शिवलिङ्गलाई छुवाएर रुद्राक्ष लगाउनुपर्छ।
रुद्राक्ष जहिले पनि यसरी बनाउनुपर्छ, यसरी बनाउनुपर्छ। यसरी रुद्राक्ष मुखबाट पसाएर पुच्छरमा निकाल्ने, यसमा गाँठो नपारेको रुद्राक्ष लगायो भने दिमागमा सन्तुलन आउँदैन भन्छन्। त्यसै हुनाले रुद्राक्षलाई बनाउँदाखेरि गाँठो पार्नुपर्ने अनिवार्य आवश्यकता छ, रुद्राक्ष लगायो भने त्यसका धेरै फाइदाहरू छन्। रुद्राक्ष लगाइसकेपछि मांस, मदिरा, अन्डा, लसुन, प्याज अवश्य चिसो खानु हुँदैन र नत्र भने यसले हानि अथवा नोक्सानी पुर्याउँछ। रुद्राक्षले सबै रोगहरू हरण गर्ने, शरीरमा सन्तुलन, स्वास्थ्य सन्तुलन पैदा गर्ने, निको पार्ने गर्छ र सबै पापहरूलाई नष्ट गर्ने क्षमता राख्छ भनिएको छ। रुद्राक्षले सबै पाप रोगलाई कन्ट्रोल बनाउने, भाग्यको उदय हुने, सर्व बाधाहरू नाश भएर जाने, सर्व कार्यहरू सफल हुने भनिएर शिवपुराण अथवा संहितामा उल्लेख गरिएको छ। रुद्राक्ष लाउँदाखेरि रुद्राक्ष लगाएको फाइदा भनेको गलत काम गर्न मन लाग्दैन, खराब कामहरू गर्न मन लाग्दैन, मनमा कुवाबना पैदा हुँदैन, सात्विक सरल जीवन बिताउनतिर प्रेरित गर्छ। मनमा वासना र लोभ, मोह, क्रोध जस्ता, अहङ्कार जस्ता खराब तत्त्वहरूको मनमा प्रवेश गर्न पाउँदैन, दिमाग शान्त हुन्छ र मरेपछि मोक्ष पाइन्छ अथवा मुक्ति पाइन्छ भनेर शिवपुराण वा शिवसंहिता बनिएको छ। अर्को विशेष कुरा, महत्त्वपूर्ण कुरा यो छ कि रुद्राक्ष लगाइसकेपछि पितृहरूको उद्धार हुन्छ, पितृहरू शान्त हुन्छ, पितृहरूले आशीर्वाद दिन्छन् भनिएको छ। पितृहरूको उद्धार हुन्छ, त्यसैले रुद्राक्ष लगाउनु अनिवार्य छ। यसको बारेमा धेरै अध्ययन, विवेचना, अनुभव गर्नुपर्ने आवश्यकता हुन्छ र रुद्राक्षको आवश्यकता अनिवार्य छ। आवश्यकता, महत्त्व र यसको विवेचना गर्नुपर्ने जरुरी आवश्यक भएको छ। रुद्राक्षले पितृहरूलाई तार्छन् भनिएको छ। पितृहरू खुसी हुन्छन्, आशीर्वाद दिन्छन् भनेर शिव महापुराण, शिवसंहिता, अन्य धर्म शास्त्रहरू, ग्रन्थहरूमा पनि उल्लेख गरिएको पाइन्छ। रुद्राक्ष सम्बन्धी मैले केही जानकारीहरू गराएँ। म अन्य भिडियोहरूमा पनि विस्तृत रूपमा लिएर रुद्राक्ष सम्बन्धी र अन्य धार्मिक ज्ञानहरू सम्बन्धी, धर्मशास्त्र सम्बन्धी ज्ञानहरू लिएर आउनेछु। मेरो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला, लाइक, कमेन्ट, सेयर गरिदिनु होला। नमस्कार।